नेपाल र भारतको सिमाना 10 गजा क्षेत्रमा कसैले पनि अतिक्रमण गर्न र भौतिक पूर्वाधार बनाउन पाइँदैन। तर त्यही 10 गजा मिचेर भारतीय पक्षले कतिपय ठाउँमा सरकारी भवन नै बनाएको छ। कतै नेपाली पक्षबाट पनि अतिक्रमण भएको छ। केही ठाउँमा त दुवै मुलुकका बस्तीको आँगन, गाई बस्तु बाँध्ने गोठदेखि बजार समेत 10 गजामै छ। बाँकेको यो पूर्वी नरैनापुर गाउँपालिका अन्तर्गत पर्ने म जहाँ उभिएको छु यो नेपालतर्फको घोडदौडिया गाउँ हो र ठ्याक्कै मेरो यो दायाँ साइडतर्फ पनि भारतको घोडदौडिया गाउँ नै छ। दुवै गाउँको नाम एउटै छ र यो 10 गजा दुवै गाउँको आँगन बनेको छ। यो त सामान्य अवस्था मात्र हो। योभन्दा जटिल अवस्था पूर्वतर्फ छ। महोत्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारी रूपमा काम गर्दाखेरि पनि मैले त्यो क्षेत्रमा योभन्दा अझ बढी घना बस्ती भएको र बजारको एरिया मटियानी शम्सी जस्ता क्षेत्रहरूमा ठुलो बजार जुन चाहिँ 10 गजाको वारी र पारी नै रहेको र ठुलो व्यापार व्यवसाय पनि सञ्चालन हुने त्यस्तो खालको अवस्था देखेका थिएँ। अब यहाँ चाहिँ त्यति व्यापार व्यवसायको अवस्था चाहिँ खासै देखिएन र चाहिँ बस्ती चाहिँ अब 10 गजा चाहिँ आँगन जस्तै राखेर वारी र पारी चाहिँ बस्ती बसेको चाहिँ देखियो। हुन पनि विराटनगरको रानीनाका स्थित जोगमिनी जाने मार्गसँग जोडिएको 10 गजामा भारतीय पक्षले मन्दिर नै निर्माण गरेको छ। विराटनगरकै दरैया स्थित 10 गजामा पनि मन्दिर छ। भारतीय पक्षले 10 गजामै बिजुलीको खम्बा गाडेर विद्युतीकरण समेत गरेको छ। जोगबिनी नगर पञ्चायतले 10 गजामै सार्वजनिक शौचालय निर्माण गरेको छ। केही क्षेत्रमा दुवै देशका स्थानीयले 10 गजालाई आँगनका रूपमा प्रयोग गरेका छन् भने कतै वस्तुभाव बाँध्ने गोठ बनाइएको छ। बस्ती नजिक भएका केही ठाउँमा कुनै न कुनै रूपमा 10 गजा पुरै अतिक्रमण भएको छ। यो सीमा क्षेत्रमा भएका यस्ता समस्याहरूलाई समाधान गर्ने पहिलो पाटो चाहिँ हामी यो द्विपक्षीय छलफल वार्ताद्वारा गर्छौं र चाहिँ यहाँबाट समाधान हुन नसक्नेलाई चाहिँ गृह मन्त्रालय मार्फत चाहिँ त्यो अनुरोध गर्छौं। 10 गजा अतिक्रमणसँगै भारतीय पक्षले पूर्वी इलामदेखि पश्चिम कञ्चनपुरसम्म नेपालको सीमावर्ती 668 स्थानको जमिनमा भोगचलन गर्दै आएको छ। नेपाली पक्षले 274 ठाउँमा खेती गर्दै आएको पाइएको छ। तर दुवै मुलुकले वास्ता गरेका छैनन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले 2077 जेठमा नेपाल भारत सीमाको 10 गजाबाट भौतिक संरचना हटाएर खाली गर्न सरकारलाई निर्देशन दिएको थियो। तर 8 महिनासम्म पनि संसदीय समितिको निर्देशन कार्यान्वयन भएको छैन। समितिले दिएका जुन निर्देशन छन् त्यसलाई कडाइका साथ पालना गर्नुको सट्टा अनि अहिले पनि त्यसै सरकारले मुखदर्शक भएर बसिरहेको छ र त्यसलाई कार्यान्वयन गरेको छैन। पर्खाल निर्माण गर्नुपर्छ र अनि सीमालाई अति के अरे जुन अतिक्रमण भएको छ यसलाई तत्काल यो सीमा अनि व्यवस्थित गर्नका लागि सरकारले ठोस एउटा योजना, एउटा कदम र बजेट विनियोजन गरेर अगाडि जानुपर्छ। खुला सीमा अतिक्रमणकै कारण कैयौं ठाउँमा नेपाली भूमि मिचिएको छ भने धेरै स्थानमा सीमा स्तम्भ नै गायब भएका छन्। यो स्थितिमा 10 गजा पनि अतिक्रमण हुँदै सडक वा बस्ती सहितको पूर्वाधारले भरिँदै जाने हो भने भविष्यमा सुरक्षा चुनौती त हुने छ नै, सीमा समस्या थेग्नै गाह्रो हुने गरी बल्झिन सक्छ। कान्तिपुर समाचारका लागि विराटनगरबाट महाप्रसाद खतिवडा र सविता जीसीका साथ जे पाण्डे, नेपालगञ्ज, बाँके।